आज म हजुरहरूलाई हाम्रो होटलको फेमस चिकन चाउमिनको रेसिपी बताउनेवाला छु र आज यति धेरै चिकन चटपट व्यापार हुन्छ भनेर मैले सोचेको पनि थिएन। अलराइट गाइज, वेलकम टु माई मिनी ब्लग। आई होप हजुर सबै सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। बिहान बिहानै रेडी भएर मेरी माया गइन् कामतिर, त्यसपछि हामी पनि लाग्यौँ होटलतिर। र मेरी माया भने अब 2 दिन भेट्न पाउँदिन भन्दै रोको जस्तो नाटक पारेछ। आज त मैले पनि हाम्रो गाउँतिरबाट चिकन चटपटको लागि चाहिने 3 किलो चिकन लिएर गएँ। मम्मीले पनि उता होटलमा 5 किलो रेडी बनाएर राख्नु भएको रहेछ। आज त टोटल 8 किलो छ चिकन चटपटको लागि चाहिने चिकन। होटलमा पुग्न साथ म त रेडी भएर होटलको काम गर्नतिर लागेँ। मोमो बनाउने सामान रेडी गरौँ भनेको त मेसिनै बिग्रिए जस्तो लाग्यो। एकछिनमा हेरेको त फेरि बनियो। आज भोलि माया काममा जाने भएको कारणले होटलमा आउन पाएको छैन, जस कारण मोमो चाहिँ मैले बनाउनु परिरहेको थियो। तर अहिले त फिटे भाइले पनि मोमो बनाउन सिकिसकेको छ, त्यसैले हामी दुई दाजुभाइ भएर मोमो बनाउँछौँ। तर जे होस्, फिटे भाइले दाइसँग हिँडेर कामहरू चाहिँ दह्रो सिकेको छ। यसरी हामी 3 दाजुभाइ मिलेर काम गर्दाखेरि त एकदमै धेरै रमाइलो भइरहेको थियो। र मलाई कता कता चिन्ता पनि लागिरहेको थियो कि आज 8 किलो चिकन बिक्री हुने हो कि नहुने हो भनेर। हामीले काम गर्दै गर्दाखेरि त्यतिकैमा चिकन चटपटको अर्डर आइहाल्यो। त्यसपछि मम्मीले एकदमै छिटो छिटो गरेर मिठो चिकन चटपट बनाएर रेडी बनाइदिनु भयो। हजुरहरूलाई चिकन चटपटको रेसिपी चाहियो भने म छिटै लिएर आउने छु। र हिजो आज त एकदमै धेरै गर्मी बढेको कारणले होटलमा काम गर्न पनि निकै नै गाह्रो भइरहेको छ। त्यतिकैमा चिकन चाउमिनको अर्डर पनि आइहाल्यो। त्यसपछि मम्मीले छिटो छिटो गरेर चिकन चाउमिन बनाएर बेच्नु भयो। फेरि पनि 2 प्लेट चिकन चाउमिनको अर्डर आएको कारणले मैले चाहिँ चिकन चाउमिन बनाउन थालेँ। आज म हजुरहरूलाई चिकन चाउमिनको रेसिपी बताउनेवाला छु। सबैभन्दा पहिला त त्यसलाई मस्त तरिकाले खराउनु, त्यसपछि त्यहाँ चना हाल्नु। र चनालाई एकछिन भुटेपछि त्यहाँ काटेको बन्दा, प्याज, खुर्सानी, क्याप्सिकम, गाजर सबै हाल्दिनु र त्यसलाई एकछिन चलाएर त्यही माथि भुटेको चिकन हाल्दिनु। हामीले त चिकन चटपटको लागि चाहिने भएर यो मासुलाई पहिल्यै भुट्ने गर्छौँ। यदि हजुरसँग भुटेको मासु छैन भने पहिला चाहिँ मासुलाई फ्राई गरेर बल्ल त्यही माथि चना हाल्ने गर्नु है। सेम प्रोसेस हो, बस चिकनलाई चाहिँ पहिला फ्राई गर्नु। सबै भुटिसकेपछि त्यही माथि हजुरहरूलाई कतिको नुन चाहिन्छ त्यही अनुसार नुन हाल्नु। र कति चाउमिन भुट्ने हो त्यही अनुसारको चाउमिन मसला पनि त्यसमाथि हाल्दिनु। यति जति गरेपछि त चाउमिन त एकदमै मिठो हुनेवाला छ। सबै मसलाहरू राम्रोसँग मिसिनको लागि त्यसलाई मज्जाले चलाउनु। र यति गरिसकेपछि हामीले उमालेको चाउमिनलाई चाहिँ यही माथि हाल्दिनु पर्छ। चाउमिन हालिसकेपछि त्यसमाथि चाहिँ ससहरू हालेर त्यसलाई मज्जाले चलाउनु। सबै सामग्रीहरू मस्तले घुलिने गरेर हामीले चलाउनु पर्छ र त्यसलाई एकछिन पाक्नको लागि छोड्दिनु। र त्यसलाई बेला बेलामा चलाइरहनु पर्छ, नत्र भने चाउमिन डढ्छ। यति गरेपछि त रेडी भइहाल्यो नि हाम्रो मिठो चाउमिन। 2 प्लेट चाउमिन प्याकिङ गरेर पनि पठाइदिए। यतिकैमा फेरि चिकन चाउमिनकै अर्डर आइहाल्यो। र यतापट्टि साइडमा हेर्छु त दाइले पनि चटपटको लागि सामानहरू कटिङ गर्दै रहेछ। पहिला त मम्मीले मात्र सबै खाजाहरू रेडी गर्नुहुन्थ्यो, अहिले त दाइले चिकन चटपट सबै बनाउँछ। र मैले चाउमिन, मोमो, चियाहरू सबै बनाउने गर्छु। अलि दिन अगाडि पनि 8 किलो चिकन लिएर आउँदाखेरि त्यति कटेको थिएन र अहिले पनि नकट्ने हो कि भन्ने डर लागिरहेको थियो, तर त्यस्तो भएन। चिकन चाउमिन र चिकन चटपट त धमाधम लागेर बिक्री भयो। त्यसपछि त 6 बजेपछि आउने मान्छेहरूले त पाउँदै पाउनु। फेरि बेलुका पनि एकैचोटिमा यति धेरै ग्राहकहरू आउनु भयो, मलाई त एकदमै धेरै खुसी। उहाँहरूले पनि मोमो, चाउमिन, चटपट गरेर सबै खाजाहरू खानु भयो। मैले पनि 2 जना बहिनीहरूसँग एउटा टिकटक बनाइदिएँ। र यदि हजुरहरू कसैलाई पेड प्रमोसन गर्नु छ भने मलाई मेसेज गर्न सक्नुहुन्छ। फेसबुक, इन्स्टा, टिकटक सबैमा नाम अजय पुन मगर छ। आजलाई यति नै, बाइ बाइ।